गाइस म यति बेला नाइट ड्युटी सकेर रुमतिर जाँदैछु। जापानको झ्याजको मौसम अलि चिसो चिसो छ। यसो मुड हलक बनाउने कोसिस गर्नु पर्यो भनेर सुरु गरेँ। चिसो चाहिँ बढ्ने क्रममा छ। जापानको र नेपालको मौसम अलग हुँदो रहेछ। अहिले 10:45 भयो। मौसम चाहिँ आज चाहिँ चिसो चिसो छ। ट्याक्क लाएर रुममा गएर खाना बनाएर खाने हो। हिजो साँझ 10 बजी हिँडेको, अहिले 10 बजे भनेपछि 12 घन्टा, टाइम चाहिँ 8 घन्टा, टाइम चाहिँ 12 घन्टा। यस्तै छ जिन्दगी। के छ बसाइ अमेरिकामा छैन खाना साझा र बिहान भने जस्तै हो नि त। केही पनि काम गरे अनुसार प्रतिफल भन्ने छ भन्छ। दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ, ठिकै ठिकै हुन्छ। यस्तै छ। बाटाहरू हुन्छ भने यस्तो छन्। यो चाहिँ जापानको क्योतो सहर पर्छ। चाहिँ जापानको पुरानो राजधानी पनि हो अरे। राम्रो छ, एकदम टुरिस्ट एरिया हो। विदेशीहरू चाहिँ धेरै देखिन्छ, कुहिरेहरू धेरै देखिन्छ नि। जता गयो कुहिरे, जता गयो कुहिरे। नेपाली त भन्नै परेन, नेपालीभन्दा धेरै पनि क्योतोमा चाहिँ कुहिरेहरू देखिन्छन्। जत्न गयो ट्राफिक लाइट, जत्न गयो ट्राफिक लाइट। यो ट्राफिक लाइटले तपाईँको आधी घन्टाको बाटो छ भने यदि हिँड्दै हिँड्नुभयो भने 1 घन्टा लगाइदिन्छ। जति बेला पनि यसरी रोकेको रोकी, रोकेको रोकी, रोकेको रोकी। कोठामा जाने, खाना बनाउने, खाने। अनि कति 11 बज्न लाग्यो। 12 बजीसम्म खाना बनाएर खाएर 12:30 बजीसम्म। अनि सुतेपछि फेरि साँझ 6-7 बजीतिर उठ्ने, अनि फेरि 10 बजीतिर हिँड्ने, अनि फेरि भोलि बिहान आयो, भोलि फेरि सुत्यो। पर्सि चाहिँ फ्राइडे शुक्रबार हो। शुक्रबार चाहिँ तपाईँको 2तिर नै ड्युटी छ मेरो। दिउँसो 8 घन्टा, राति 8 घन्टा। यस शरीरले आजसम्म काम थामेकै छ भन्नुपर्छ। चिसो मौसम आनन्द आउँछ। मलाई फेरि चिसो मौसम मनपर्छ। यस चिसो मौसम चाहिँ रमाइलो लाग्छ। रुखका पात पनि कति राम्रा के। मान्छे त कालो फिल्टर हालेर फेरि किन होला। हम काले हे पर दिल वाले हे। बहुत निद्रा लाग्छ राति। पहिला त
दिनरात छुट्याउनै गाह्रो हुन्थ्यो। तर असल चाहिँ बानी परेर रातिमा त्यति बढी गाह्रो चाहिँ हुन्न। अब रातिमा त थपक्क बस्दा रातभरि केही गर्न पर्दैन, पैसा दिन्छ भनेर बस्न पनि गाह्रो हुने। त्यही पनि यताउति अलिअलि काम गर्दा त गाह्रो भइहाल्छ। त्यो पनि ठिकै छ। हामी नेपालीभरि काम गर्ने आएको, काम गर्नै पऱ्यो। अलिअलि कमाउनै पऱ्यो, पैसा जम्मा गर्नै पऱ्यो, खातामा जम्मा गर्नै पऱ्यो। म चाहिँ अहिले निजो स्टेसनमा है, मेरो रुमबाट यो चाहिँ 12 किलोमिटर यसमा पर्छ निजो स्टेसन। मेरो गाउँको स्टेसन। म अर्को काममा दिएको काममा जाँदा चढ्ने स्टेसन हो त्योभन्दा तल। त्यो अमी स्टेसन हेर्नुको लाइनबाट चाहिँ नाइटको काममा जान्छ। पानी पर्ला पर्ला जस्तो भयो त मौसम। फेरि लाइटले रोकिदियो, ट्राफिक लाइटले। कति रोक्छ यो ट्राफिक लाइटले। यता पनि ल पक्कै, यता पनि ल पक्कै, जति बेला पनि लाइटले मात्रै रोकिदिन्छ। खोल्यो कि यता त खोले छैन, उता खोलेको रहेछ। यहाँ फेरि लाइट खोलेपछि चरा कराउँछ। यहाँ पनि कुहिरे सबै कुहिरे 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 मात्रै हिँडिरहनु। कति राम्रो पुग्यो। ले खुल्न बाटो खोल्न खोल्न। म चाहिँ 20 मिनट छ त्यहीँबाट बिहान पनि साँझ पनि हिँडेर नि जान्छु। आफूलाई एक्सर्साइज पनि हुन्छ। त्यही भएर 8 घन्टा काम गरेर एक्सर्साइज त्यही हुन्छ। त्यही भएर चिसो मौसममा हिँड्नको मजा नै छुट्टै छ। यसो दिन मिलाएर रनिङ गर्न मन लागेको हो। 1-2 घन्टा भन्दा पनि दिनमा 2-3 किलोमिटर त्यसो मिलेकै छैन। हाम्रो एउटा करियामा पनि मदन बाबु भन्ने उहाँलाई हेरेर रनिङ गर्न पर्छ कि भन्ने मन लागिरहेको छ। तर कति बेला भनेर टाइम निकाल्नै सकेको छैन। डेको काममा पनि बिहान 5 बजी उठेर गयो, आउँदाखेरि 6-7 बज्छ। अनि नाइटमा पनि अब गयो, पुगेर खानु पऱ्यो, सुत्नु पऱ्यो। कति बेला त्यो गर्ने यस्तै छ। डेको काम हुँदा चाहिँ अब बिहान 3 दिन 4 दिन चाहिँ कलेज हुँदा यसो मिलाएर नभए हप्तामा 1 दिन भए पनि 2-3 किलोमिटर दौड्नुपर्छ कि भनेर सोचिरहेको छु। रमाइलो निद्रा लाग्यो परन्तु त्यस्तै हो। जहाँ भए पनि जसो भए पनि आत्मसन्तुष्टि चाहिँ खुसी हुने मेन उपाय हो। जसरी पनि आत्मसन्तुष्टि हुनु पऱ्यो मान्छेलाई। त्यसपछि अरू कुरा हुँदैछ। हिजो क्यासल त्यो पनि एउटा घुम्ने ठाउँ हो। टिकट लाग्छ अब 11-1200। राम्रो छ भित्र। ल साथीहरू, त्यो सानो ट्राई हो, हेरेर माया गरिदिनु होला। अरू त के भन्नु र, पहिलो प्रयास।